यहाँलाई बधाई धन्यवाद र शुभकामना। नेपाल र नेपालीको शिर ठाडो पार्नको लागि यहाँले विश्वभरि अथक मेहनत र परिश्रमका साथ नेपाल र नेपालीलाई चिनाउने जुन काम गर्नुभएको छ त्यसको लागि सबभन्दा पहिले म मेरो तर्फबाट सिङ्गो व्यवस्थापिका संसदको तर्फबाट सिङ्गो मुलुकको तर्फबाट तपाईहरुप्रति सम्मान व्यक्त गर्दै तपाईहरुको उच्च प्रशंसा गर्दै तपाईहरुलाई बधाई र धन्यवाद दिन चाहन्छु। अगाडि प्राप्त गर्नुपर्ने सम्मान र हक अहिले आएर प्राप्त गर्नुभएको छ त्यसको लागि पनि म तपाईहरु सबैलाई बधाई र शुभकामना दिन चाहन्छु। म धेरै यहाँको समय लिन चाहन्न। म अघि भर्खरै पहिलो पटक भेट गर्ने अवसर पाएँ। यहाँले ठीक शब्द चयन गर्नुभएको छ। नेपालका छोरी पहिलो पटक यति ठुलो सफलतामा अभियानको सफलतामा त्यत्रो ठुलो योगदान दिएर पहिलो पटक आफ्नो माइती नेपाल आउनुभएको छ। उहाँ हाम्रा चेली लुम्लेलाई नेपालमा पहिलो पटक माइती आएकोमा स्वागत गर्न चाहन्छु। तपाईको यो माइती बसाए त्यसै पनि माइती बस्नु सुखद नै हुन्छ। तपाईको माइती बसाई सुखद रहोस्। र अघि भर्खरै म खुसुकको उहाँलाई भन्दै थिएँ यो उहाँको पहिलो भ्रमण रहेछ तर यो अन्तिम हुने छैन। अब पटक पटक उहाँले आफ्नो माइती आउनुपर्छ। उहाँ लगायत आज अभिनन्दित पिटर मार्टिन अनि हाम्रा आफ्नै भाइ धनगुरु लगायत सम्पूर्ण यहाँ उपस्थित मित्रहरूलाई एकपटक फेरि म स्वागत गर्न चाहन्छु। उहाँहरूले पुर्याउनु भएको योगदानको लागि धन्यवाद दिन चाहन्छु। उहाँको निरन्तर प्रगतिको लागि कामना गर्न चाहन्छु। र अन्तिममा नेपाल र युके बीचको जुन सुमधुर सम्बन्ध छ, लामो समयको ऐतिहासिक सम्बन्ध छ, त्यो सरकारको स्तरमा, संसदको स्तरमा र जनताको स्तरमा यो मित्रता अझ बढी खदिलो हुँदै जाओस्, अझै बढी सुमधुर होस्। As a Chinjit in Burma, in Hong Kong and Malaysia, and I feel that he and all the departed soldiers are with us today. Because we must be brief today, all I can tell you is that the stories my father has told me of Gurkha courage, honor, good humor, grace, you're going to have to remember these down to translate them, accepted by your grace as daughter of Nepal.